हेलो नमस्ते सबैजनालाई मेरो नयाँ भ्लगमा स्वागत छ। आज चाहिँ हामी मोमो खान जान्छौँ नेपाली रेस्टुरेन्ट। हाम्रो एकी यस्तो है, हाम्रो एकी। हामी अहिले ट्याक्कै एकीमा आइपुग्यौँ, पछाडिको एकी। स्टेसन नाम छ यहाँ यासु हिराकावा स्टेसन। टक्क हामी भित्र छिर्छौँ। तिम्रो इन्ट्रोडक्सन देऊ त ल टक्क। Introduction, my name is Roshan Bhuzel. कहाँ हिँड्ने गरे अहिले? म भन न भन। ग्युजा खाइस्यामा साइन हो। होइन होला के हो? हामी जाने ट्रेन सर आउँदैछ। हामी जाने ट्रेन यही हो। अब टक्क ट्रेन रोकाएर भित्र छिरेर जाने हो। हामी छिर्ने यहाँ कता बस्ने? लु अब अगाडि माथि उठायो भने जातीहरूले कराउँछ। त्यही भएर मैले यसरी पक्रिरहेको छु ट्रेनबाट झरेर लिफ्टमा। रोशन जान केही भन्दैन तेरो ल अब यहाँदेखि हामी जानुपर्ने हुन्छ कति 2 मिनट मासतिर कम्बो मोमो। हामी चाहिँ आज हामी 2 जना मात्रै हिँडेको है। हेरेर कसको यो रुममा? भन न 2 जना मात्रै हिँडेको। त्यहाँनिर चाहिँ पुलिस स्टेसन छ क्या। ट्याक्क त्यहाँ पुलिस स्टेसन छ। कामको लागि बेटर जब ह्याप्पी लाइफ। ल झिमिक गरेर ल एकैचोटि अब मोमो पसल। अब चाहिँ मोमो पसल देखाउने हो एकैचोटि। होइन बिचमा राम्रो मान्छेहरू भेट्यो भने राम्रो पनि देखाउने हो। तू समझा? हाँ। नहीं तू समझा नहीं। नभए मोमो पसल है एकैचोटि। ल हाम्रो कम्बो मोमो यही हो। ल यहाँ ट्याक्क त्यहाँनिर टोचिकी स्टेसन छ। टोचिकी स्टेसनबाट ठ्याक्कै थोरै मासतिर छ कम्बो मोमो। आएर यहाँ टिकट काट्ने। टिकट नखा हामीले सबैभन्दा धेरै मन पराउने के छ? खोइ पोर्क मोमो छैन त अनि। स्टिम मोमो पोर्क, स्टिम मोमो, झोल मोमो पोर्क। झोल मोमो पोर्क पैसा हाल्ने यहाँ। ल पस्दैन त पैसा त। ल 200 पुगेन हाल्ने यहाँ। अनि कम्बो कहाँ? कम्बो सेटलाई पछि आउँछ यहाँ कुपन। यो लिएर गएपछि थपेर खान पाइयो जति पनि रामेन। गुन्द्रुक छ यहाँ। गुन्द्रुक रामेन आइसकेको छ हाम्रो। रामेन ट्याक्क यहाँ रामेन। यो के को मासु हो? गाईको? ए खारा आगे त्यहाँ। खानेकुरा धेरै आयो स्याफाले। मिठो खा के भन्छ यो पसलको बारेमा केही भन्दैौ न त। यो पसलमा चाहिँ नेपाली दाइहरू हुन्छ। मिठो तर जापानिज बोल्नुहुन्छ है। ल मेरो मोमो पनि आयो। मेरो मोमो चाहिँ झोल मोमो स्टिम। उसको पनि झोल रामेन हो उसको चाहिँ है। गोप्रो किन्छु क्या म अलिक पछि एकछिन। गोप्रो आर्ट कस्तो त आर्टिस्ट म फेरि यस्तो सब टक्क यहाँ यतापट्टि पनि छ
सिस्टम हुन्छ म पनि कलाहरू देखाउन मात्र रोशन जान पसल खुल्लै रहेछ पसल ल सो हे गाइस व्हाट्स अप फर्स्ट खुल्ला आज हाम्रो कि ल हामी आउँछौँ भनेर थाहा पाएर होला खुल्ला है अब हामी जानुपर्ने हुन्छ त्यहाँ सुइका लोड गरेर मान्छे लोड गर्नुपर्ने हुन्छ ट्रेनले होइन क्या त्यहाँ पसल यहाँ पसल छ पसल छिरेर ल टक्क यहाँ थियो ए यो यहाँ हाल्ने कति पैसा हाल्ने यहाँ देखाउँछ 3000 थिच्ने अनि पैसा यहाँ हाल्ने पैसा हाल्ने त्यसले गन्छ टक्क एउटा पैसा फर्कायो त किन यसलाई फेरि हाल्नेपछि ल 3000 रुपियाँ सट्टै खायो जाने ट्याक्क यहाँ टोबनीको भनेको 20 बजेर 9 मिनट 8-9 होइन 8-9 होइन हाम्रो ट्रेन कतिखेर थाहा भएन तर जाने चाहिँ हामी यताबाट हो टक्क यहाँनिर लेखेको छ यसले यस्तो सिन्तोची कि टोबनीको ओकिनावा सिन्तोची कि जानुपर्ने हामी टक्क 8:33 को ट्रेन छ अहिले बजिरहेको 7:53 अब के गर्ने हामी यत्रो बेर जनता जान्न चाहन्छ अब लिफ्टमा तल झर्ने फेरि माथि झर्ने तल झर्ने फेरि माथि आइपुगिसक्यौँ हामी यो ट्रेन कहाँ जान्छ टोकियो जाने होइन यो ट्रेन टोकियो जान्छ क्या टक्क यो टोकियो जान्छ यो ट्रेन सर र अब टोकियो स्काई ट्रीसम्म जान्छ स्काई ट्रीसम्म जान्छ यो चाहिँ अब जे होस् जान टोकियोसम्म जान्छ ल केटाकेटी अब तिमीहरूको दाइ नाच्छ ल यहाँ पल्टन बाटोमा क्यामेरा पक्ड त गीत गाऊ न तिमी गीत गाऊ A few moments later. हामी चाहिँ अहिले एकैबाट ठ्याक्कै अर्को एकैमा आयो नि अब यहाँबाट फेरि ट्रेन चेन्ज गर्नुपर्ने हुन्छ पल्लोपट्टि ट्रेन पल्लोपट्टि छ फेरि जहाँबाट छिरेको त्यहीँनिर आइपुगिसकेको छौँ साथीभाइहरू अब हामी रुममा गएर सुत्छौँ जाडो छ सबैजनालाई थ्याङ्क यू मेरो भिडियो हेरेर इन्जोय गरेकोमा म चाहिँ रुम आइपुगिसकेँ रुम चाहिँ यहीँ तलतिर छ मन परेमा लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला मन नपरेमा सब्सक्राइब र सेयर मात्रै गरिदिनु होला लाइक कमेन्ट नगरिदिनु होला बाई बाई गाइज